नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन अलि गहिरो छ अनि भावनात्मक पनि छ। किनभने यो कथा हामीमध्ये धेरैको आफ्नै जीवनको कथा हो। विदेश नेपालीहरूका लागि धन कमाउने ठाउँ। तर यो कुनै रहरले रोजेको बाटो होइन नि, होइन र? यो त बाध्यताले डोर्याएको यात्रा हो, जहाँ आफ्नो घर, परिवार सबै कुरा पछाडि छोडेर परदेशको त्यो कठिन जिन्दगीलाई अँगाल्नुपर्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा हुन्छ। 5-10 वर्ष खाई नखाई दिनरात नभनी कमाएको त्यो पैसाले के साँच्चै हाम्रो भविष्य सुरक्षित बनाइरहेको छ त? हो, यही प्रश्नको जवाफ खोज्नु सायद आजको सबैभन्दा ठूलो आवश्यकता हो। परदेशको वास्तविकता कस्तो हुन्छ होला सोच्नुस् त। बिहान उठ्यो, वरिपरि आफ्नै भाषा बोल्ने कोही छैन। काममा गयो, आफ्नै जस्तो लाग्ने मान्छे कोही छैन। अनि कहिलेकाहीँ बिरामी पर्दा ख्याल राख्ने आफ्नो मान्छे कोही हुँदैन। तर पनि काम रोकिएको छैन, चलिरहेको छ। किन? किनकि मनको एउटा कुनामा एउटै सपना बसेको हुन्छ। केही वर्ष त हो नि दुःख गर्ने, त्यसपछि परिवारको भविष्य सुरक्षित हुन्छ। हो, यही एउटा सपनाले हरेक दिनको त्यो एक्लोपन र दुःखलाई शक्तिमा बदल्दिन्छ। तर के साँच्चै त्यो सपना साकार भइरहेको छ त? परदेशमा बगाएको पसिनाले कमाएको पैसा सही ठाउँमा प्रयोग भइरहेको छ कि छैन? यो प्रश्न सोद्धा धेरैजनाको जवाफ एउटै हुन्छ, खै, थाहा छैन। परदेशको कमाई नराम्रो चाहिँ होइन, तर समस्या कहाँ छ भन्दा पैसाको व्यवस्थापनमा। घर पठाएको पैसा कहाँ गइरहेको छ त? घर बन्यो, गाडी किनियो, समाजमा देखाउनका लागि अनेक खर्च भयो। सपना थियो भविष्य सुरक्षित गर्ने, तर वास्तविकता के भइदियो भने पैसा त खाली खर्चमा मात्रै सीमित भयो। अनि सोच्नुस् त, एक दिन परदेशको भिजा सकिन्छ, शरीरले पनि पहिले जस्तो साथ दिन छोड्छ, काम गर्ने उमेर ढल्कदै जान्छ। हो, ठिक त्यही बेला मनमा एउटा डरलाग्दो प्रश्नले डेरा जमाउँछ। अब के गर्ने? ल, त्यसो भए यो समस्याको जड कहाँ छ त? किन यस्तो अवस्था आइपर्छ? आउनुहोस् यसबारे कुरा गरौँ। हेर्नुहोस्, समस्या कमाइमा होइन, समस्या हो त्यो कमाएको पैसाको व्यवस्थापनमा। कति कमाइयो भन्ने कुराले मात्र भविष्य सुरक्षित हुने होइन, बरु त्यो कमाइलाई कसरी चलाइयो, कसरी व्यवस्थापन गरियो, हो, त्यसले सबै कुरा निर्धारण गर्छ। ल, अब समस्याको कुरा मात्रै नगरौँ, समाधानतिर लागौँ। भविष्यलाई सुरक्षित बनाउन अपनाउन सकिने 4वटा सूत्रहरू छन्। आउनुहोस् एक एक गरेर हेरौँ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण सूत्र, कमाईको एउटा स्पष्ट योजना बनाउने। मतलब परदेशमा कमाई हात पर्ने बित्तिकै त्यो पैसालाई सधैँ 3 भागमा बाँड्ने बानी बसाल्नु एकदमै जरुरी छ। ल, यहाँ हेरौँ है। कमाईको पहिलो भाग भयो खर्च। यो त घर परिवार चलाउन चाहियो नै। दोस्रो भाग हो बचत। यो किन चाहियो? भोलि केही भइपरि आयो भने, कुनै स्वास्थ्य समस्या आयो भने, हो, यस्तो आपतकालीन अवस्थाका लागि। अनि सबैभन्दा महत्त्वपूर्ण तेस्रो भाग, त्यो हो लगानी। हो, यही लगानीले भोलिको दिनमा आम्दानीको स्रोत बनाउँछ। एउटा कुरा के याद राखौँ भने, लगानी गरिएन भने परदेशको कमाई भनेको अस्थायी मात्रै हो। अब जाउँ दोस्रो सूत्रमा, पैसालाई सुताएर नराखौँ। बैंकमा पैसा राख्नु नराम्रो होइन, एकदमै राम्रो हो, सुरक्षित हुन्छ। तर पैसा बढाउनका लागि, त्यसको वास्तविक वृद्धिका लागि त्यतिले मात्रै पुग्दैन। आजभोलि नेपालमै लगानीका लागि धेरै विकल्पहरू छन्, जस्तै म्युचुअल फन्ड वा एसआइपी, जहाँ थोरै थोरै पैसाबाट पनि नियमित लगानी सुरु गर्न सकिन्छ। अलिअलि बुझेर शेयर बजारमा वा कुनै सानोतिनो व्यवसायमा पनि लगानी गर्न सकिन्छ। सुरुमा धेरै पैसा चाहिन्छ भन्ने पनि होइन, यहाँ कति पैसा हालियो भन्दा पनि कतिको नियमित रूपमा हालियो भन्ने कुराले धेरै फरक पार्छ। तेस्रो सूत्र, भावनामा बगेर होइन, योजना बनाएर खर्च गर्ने। हेर्नुहोस्, घर बनाउनु गलत कुरा होइन, गाडी किन्नु पनि कुनै अपराध होइन। तर यदि आफ्नो सारा कमाई त्यही एउटा घर वा गाडीमा सकियो भने भोलिका दिनमा आम्दानी कहाँबाट आउँछ? यो प्रश्न महत्त्वपूर्ण छ। त्यसैले एउटा कुरा सधैँ याद राख्नुपर्छ, आजको आकर्षक घरभन्दा भोलि आम्दानी दिने स्रोत 1000 गुणा महत्त्वपूर्ण हुन्छ। र अब चौथो अनि अन्तिम सूत्र, फर्किने दिनको तयारी आजैबाट सुरु गर्ने। किनकि परदेश सधैँका लागि होइन, एक न एक दिन त घर फर्किनै पर्छ। हो, त्यही फर्किने दिनको तयारीका लागि केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तर आजै खोज्नुपर्छ। पहिलो प्रश्न, नेपाल फर्केपछि आम्दानीको स्रोत के हुनेछ? दोस्रो प्रश्न, त्यो बेलासम्म आफूसँग यस्तो के सिप वा खुबी हुन्छ जसले कमाउन मद्दत गर्छ? र तेस्रो प्रश्न, आफ्नो लगानी
कहाँ कहाँ छ त जसले नियमित रूपमा आम्दानी दिइरहोस्? अन्त्यमा परदेशको जीवन सजिलो पक्कै छैन, तर त्यो दुःख, त्यो त्यागको मूल्य तब मात्रै हुन्छ जब त्यो पसिनाले स्वदेशमा आफ्नो भविष्य बनाउँछ। खाई नखाई कमाएको पैसाले आज मात्रै होइन, भोलि पनि हाम्रै लागि काम गर्नुपर्छ। त्यसैले परदेशमा रहेका हरेक साथीहरूले सोच्नै पर्ने एउटा अन्तिम प्रश्नतिर जाउँ, जसले आजको हाम्रो यो कुराकानीलाई टुङ्ग्याउँछ। एकपटक आफैलाई सोधौँ त, के मेरो पैसाले मेरो लागि पनि काम गरिरहेको छ कि म मात्र पैसाको लागि काम गरिरहेको छु? हो, यही प्रश्नको जवाफले हाम्रो भविष्यको बाटो कता जान्छ भन्ने कुरा निर्धारण गर्छ।